धेरै टाढाको एक अन्धकारमय भूमिगत स्थानमा मैट्रिक्स टीम नामको टोली एउटा पुरानो रहस्यमय कफिनको वरिपरि उभिएको थियो। सबैको मुटु जोरले धड्किरहेको थियो। अचानक भित्तामा हल्का आवाज गुन्जियो। तेस्रो सदस्यले डरले भन्यो, तिमीहरूले पनि सुन्यौ त? कोही भित्रबाट भडाइरहेको जस्तो लागेन? सबैले एक आपसमा हेरे, तर कोही पनि अगाडि सर्न सकेन। त्यो क्षण हावामा ताना बाना जस्तो चिसोपन फैलियो। तेस्रो सेकेन्डमै रगतले लतपतिएको एक जोडी हात अचानक कफिनबाट बाहिर निस्कियो। त्यसपछि एक भयानक प्राणी गर्जन गर्दै हाम फाल्यो र उनीहरूतर्फ ठोक्किँदै आयो। टोली एकछिन त थरथर काप्यो, तर भाग्यवश एक सदस्यले तुरुन्तै गोली हानेर त्यस प्राणीलाई ढालिदियो। सबैले सास फेरे, अब त सुरक्षित भयौं होला भनेर। तर त्यही बेला मिङ काका नामका सदस्य एक्कासी चिच्याए, पिम्मेगान पिम्मेगान। उनको स्वर डर र आतंकले भरिएको थियो। सबैले फेरि पछाडितिर फर्केर हेरे र त्यहाँ भर्खरै मरेको त्यो प्राणी पुनः बिस्तारै उड्दै थियो। र त्यसपछि सुरु भयो वास्तविक भएको खेल, जहाँ न त कसैलाई भरोसा गर्न सकिन्थ्यो, न त भाग्ने कुनै बाटो बाँकी थियो।